तपाईँहरू सबैजनालाई हाम्रो च्यानल स्वागत छ र सबैलाई जय श्रीराम। आज चाहिँ हो रामनवमी। आज चाहिँ हामी जाँदैछौँ पाँच पोखरी। ऊ त्यहाँ माथि चाहिँ आजको दिन चाहिँ हामीले त्यहाँ पूजा गर्नुपर्छ। पाँच पोखरी भनेको चाहिँ 5वटा पोखरी छ, तर त्यहाँ अहिले चाहिँ 2वटा मात्रै छ। 2वटामा पनि एउटा त सुकिरहेछ, एउटा मात्रै छ। र त्यहाँ जानुको लागि चाहिँ पहिला चाहिँ हामी अम्बियोक जानुपर्छ। अम्बियोक गएर चाहिँ त्यहाँ गाडी राखेरी निकै बेर हिँड्नुपर्छ, 2-3 घन्टा हिँड्नुपर्छ होला कमसेकम। म र आमा चाहिँ पहिला पनि गएको र योपालि सेकेन्ड टाइम हो। पहिला बाबाहरू पनि सानो हुँदाखेरि पुरा जान्थ्यो अरे भनिन्छ। अब आज चाहिँ लागेको है, आज चाहिँ के हो भन्दाखेरि चाहिँ रामनवमी है। सबैजनालाई रामनवमीको उपलक्ष्यमा सबैजनालाई अन्त आज चाहिँ हामी जाँदैछौँ है। एकदमै टाढो हो, हिँडेर जानुपर्ने हुन्छ है। अन्त चाहिँ आज चाहिँ 5 पोखरी है। 5 पोखरी चाहिँ हामी चाहिँ फर्स्ट जाँदैछौँ है। सबैजना यहाँनिर 4-5 जना छौँ। यहाँनिर दिदी हुनुहुन्छ, यहाँनिर कृपा यहाँ फोनमा, यहाँनिर बडा अन्त रेहान है, सबैजना। अब चाहिँ जाने हो। के कस्तो हुनेछ भिडियो चाहिँ तपाईँहरूले एन्डसम्म हेरेर साथ सपोर्ट दिनु होला है। अन्त चाहिँ हामी जाँदैछौँ। पुरा हिँड्नुपर्छ नि त। हिँड्नु चाहिँ अब हामीलाई चाहिँ कस्तो हुन्छ होला। अहिले उकालोमा हिँड्दाखेरि अहिले मिठो गर्दै गर्दै जाने भन्ने छौँ, कोसिस चाहिँ गर्नेछौँ है। साथ सपोर्ट दिनु होला। र यहाँनिर चाहिँ छ बुद्ध पार्क। वरिपरि घुम्न पनि बनाएको रहेछ त यहाँ। लागेको 5 पोखरी है। अन्त तपाईँहरूलाई पनि दर्शन गर्नु होला अवश्य। यहाँनिर हाम्रो आउँदैछ, यहाँनिर सबैजना गाडीमा राखेको। अन्त हामी चाहिँ हिँड्दै जाने हो। यहाँ बाटो गाडी जाँदैन होला भनेर चाहिँ हामी यहाँबाट हिँडेर जाने हो। हामी चाहिँ चियापत्ती बगानमा चाहिँ अहिले चाहिँ गाइजहरू हरियाली है। र अहिले हामी चाहिँ 5 पोखरीको लागि एकदम यहाँ कति गाडीमा हिँडेको चियापत्ती बगान कति पनि पुग्दै जान सक्छ। गोरुबथानको यो ऐतिहासिक जग्गामा हामी जानेछौँ। पुरा हाइकिङ गर्दै आजको यो भ्लगमा देखाउनु छ तपाईँलाई। यहाँ माथि चाहिँ दालिमगढी पर्छ नि त। दालिमगढी यो डाँडा चाहिँ दालिमगढी हो। त्यही त हिँड्नु पर्छ नि, त्यही भएर सबैजनालाई जय श्रीराम। जय श्रीराम। हामी चाहिँ जाँदैछौँ 5 पोखरी है। तपाईँहरू यो चाहिँ के यो ऐतिहासिक जग्गामा हामी जाँदैछौँ। कतिपल्ट भने त्यहाँ वाइफ लिँदै यतातिर भन्दै होइन। अब सबै डल्लो पार्ने बेला भइसक्यो। त्यो पो हल्का छ क्या, मलाई त भारी। उकालो हिँड्नुपर्छ। त्यो हो यता कहाँबाट थियो त पहिलो बाटो? त्यताबाट सर्टकट छ लाने छ नि त, तर यही बाटो कताबाट थियो? पर ऊ हिँड्दैछ देखि उकालो कहाँ चढ्दैछ। त्यो घर छैन क्या हौ।
टी स्ट्रिट लिटन यहाँनिर यस्तो बाटो यो बाटो जानु म चाहिँ हिँडेर जाँदैछ कति खुसी छ उकालो 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 र अब चाहिँ पाँच पोखरीको उकालो स्टार्ट भयो उकालो चाहिँ अब हिँड्नु चाहिँ सानो पर्छ चाहिँ अब हामीलाई यहाँ हेर्नुहोस् लुगाहरू यस्तो गरेर म हिँड्दैछु ऐसे लुई ऐसे लु भने र सुरुवात भयो पाँच पोखरीको उकालो चढ्नु है म चाहिँ यहाँनिर यस्तो भइसक्यो कि होला उकालो चाहिँ कति टाइम लाग्छ त्यो पनि हेर्नु ल त टाइम कति लाग्छ नि टाइम हेर्नु न कमान लिटन टी स्ट्रिट नजाराहरू यस्तो छ तपाईँहरू कन्याम जानु पर्दैन यहीँ छ कन्याम अब्बेको हाम्रो गोरुबथानमै कन्याम छ नेपाल कन्याम जानु पर्दैन साथीभाइहरू हाम्रो लागि कन्याम यहीँ छ हेर्नुहोस् नजाराहरू हाम्रो ब्लगर अगाडि छ कमला किचन एन्ड ब्लग्सको ब्लगर स्या भयो मुटु काम्यो स्पिड हिँड्नु हुँदैन यस्तो उकालोमा चाहिँ आरामले हिँड्नु छ स्पिड हिँड्यो भने चाहिँ छिटो थाक्छ बिस्तारो कदम चाल्नु छ भर्खरै दुईजना त सोलाइ छौ किपाले फुल किर्पा थाकेर बस्यो किर्पा सक्यो यहीँबाट फर्कितो अब सक्छ आउँदै जाऊ यहीँ लु त्यहाँदेखिको आएको हामी किपा तलबाट एक पावा पनि हिँडेको थिएन बिस्तारै आइज एक पावा पनि हिँडेको थिएन हामी कन्याम जानु पर्दैन हाम्रो गोरुबथानको कन्याम यही हो होइन गोरुबथानको कन्याम यही हो पैसातिर नेपाल किन जानुपर्ने लागेर अमला खानु यो चाहिँ एकदमै राम्रो भिटामिन दबाई पनि हो यो चाहिँ तिखाको उयो पानी जस्तो हुन्छ अङ्कल खानु न दबाई हो अमला खानु सुरु भइहाल्यो पानी अमला चाहिँ दबाई हो नि त दबाई खानु पर्यो नि अब लेकमा जाँदाखेरि लामो ताप सुरु भएको छ यस्तो उकालो हिँड्नु कतिको थाक्यो खोइ निम्तो तानेको अब त्यो जङ्गल सुरु भएको छ कति एक पावा चाहिँ हिँड्यो होला 3 पावा डल्लै हिँड्यो मेरो पनि आएको छ फर्केको ए म
म त आयो भने त छिटो भएछ भन्छ नि। अब चाहिँ शीतल 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 पनि हुन जान्छ, उकालो पनि छ है साथीहरू होइन शीतल। ब्लगर चाहिँ यस्तो अवस्थामा पुगिसकेको छ यी, हिँड्नु नसक्ने, लट्ठी टेकेर पनि हिँड्नु नसक्ने भइसकेको छ। अहिलेसम्म आधी बाटो पनि हामी हिँडिसकेको छैनौँ साथीहरू। यस्तो भइसक्यो, उठ्नु पनि नसक्ने भइसक्यो हाम्रो युट्युबर ब्लगर। के गर्नु, शरीरलाई कष्ट दिनैपर्छ, सालमा एक खेप दुई खेप भए पनि अब शरीरलाई पनि राम्रो भयो। साथै चाहिँ भगवान्सँगको आत्मा पनि नजदिक हुन्छ साथीहरू। कष्ट दिनुपर्दा अलिअलि त होइन। यस्तो अवस्था छ जङ्गलको है। मजा लाग्छ यो जङ्गल मलाई। पहिला पनि आजभन्दा धेरै वर्ष अगाडि पनि आउँथ्यो। तागेको छैन भाइ पनि, ताग्यो भाइ। खाजा टिफिनहरू डल्लै उसले बोकेछ, अझै मलाई पर्खिँदै पनि हिँडाउँदैछ। ऊ चाहिँ स्पिड हिँडेको भए चाहिँ तर पुगिसक्थ्यो नि। बाटो भेटेर चाहिँ म अलिक बुझ्दैछु। साथीहरू चाहिँ कहाँ छोडियो साथीहरू चाहिँ तल छोडेछ, कसै अगाडि गइसकेको छ, हामी चाहिँ बिचमा छौँ। अब पेटो गएर उकालो जान्छ, फेरि उकालो। यहाँ अलिक मैला मैला रहेछ, अलिक मासतिर गन्छ। डगी पनि गएको है 5 पोखरी, हप्ता भएर यहाँ नुहाउनु थालेछ। गरम भएछ डगीलाई पनि तिर। यहाँ फेरि उकालो 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 हुँदै जान्छ साथीहरू। यस्तै छ 5 पोखरी जाने बाटो साथीहरू। तपाईँहरू आउनु भएको छ भने आउनु न। शरीरलाई सालमा एक खेप कष्ट दिने हो है। आत्मा र परमात्माको मिलनको लागि डगी नुहाएर पनि आए, डगी नुहाएर पनि हिँड्ने पूजा गर्नु। पूजा गर्नु गएको डगी पनि के पाएको यहाँ हेर्नु चाहिँ क्या दामी के हो यो चाहिँ कमेन्ट गर्नुहोस् है तपाईँहरूले। वाउ स्ट्रबेरी पैसालु अघि तलै देखिन। देख्दैन यता निगुरो, यता निगुरो हुन्छ होला।
र यहाँ आएर चाहिँ खाजा भुजा खाने जग्गा रहेछ है तातो तातो थाइपो देखेर जिब्रोले मुत्नु थालिहाल्यो यहाँ के भन्छ छोलाहरू पनि बनिँदो रहेछ है यहाँ चाहिँ अहिले फर्केर आएर चाहिँ खाजा खाने हो नि त साथी हो के पारेर चाहिँ पकौडा पकौडा सबै के यसमा कहिले पिकनिक क्वार्टर रहेछ होइन